पहिलोचोटि थाहा भयो तारा, मान्छे रहरले होइन बाध्यताले विदेश जाँदो रहेछ। लास उठाउनु पर्ने मान्छेहरू नै लास बनेर आएपछि कसले गर्ने यो काम? 3 मिनेट 53 सेकेन्डको ट्रेलर हेर्दै गर्दा केही ठाउँमा गुज बम्प्स नै आयो। चाहे त्यो प्रियङ्काको डायलग होस्, चाहे अरुण, चाहे पञ्चमीको नै। नेपाली फिल्ममा प्राय जस्तो विदेश भन्दा बित्तिकै एरब, युरोप, अमेरिका देखाइन्छ, तर फिल्म पहाडले भने इन्डियामा रोजगार गर्ने लाखौं नेपालीको सानो हिस्सा देखाउन खोजेको छ। विपिन कार्की आफ्नो साथीहरूसँग इन्डियामा श्रम गर्ने, प्रियङ्का भने कोठीमा बेचिएकी जसको आँखा पहाड घर हेर्न तडपिएका छन्। अझै नेपालमा त्यस्तो गाउँहरू छन् जहाँ पानीको राम्रो सुविस्ता छैन। अरुण जो ऋणमा डुबेका, विपिनको लैलैमा लागेर रोजगारीको लागि भारत छिरेका। पञ्चमीको क्यारेक्टरलाई आश छ पहाडमा विकास हुन्छ, सुख अनि खुसीको दिनहरू छाउँछ। ट्रेलर हेर्दै गर्दा तुलसी घिमिरेको फिल्मी नशा अनि गहिराईले तान्छ। देशले काँचुली फेर्दै गर्दा कैयौं विदेशिएका नेपालीहरूलाई पहाडले तान्छ। बिजनेस वाइज धमाका गर्ने फिल्म त होइन, यदि वर्ड अफ माउथ बलियो भयो भने परिवारसँग सँगै बसेर हेर्ने फिल्म हो पहाड।